75 दिनसम्म मरेको बच्चालाई बोकेर हिँड्दा भाग 9। म र मेरी आमा, मृत्यु र जीवनको बिचमा। एक आमाको आवाज, सन्तानको लागि असीम मायाहरू। म भित्र धेरै महरू थिए। म कसैकी आमा थिएँ, म कसैकी छोरी थिएँ र म एक जिम्मेवार श्रीमती पनि थिएँ। ती सबै महहरू एउटै शरीरभित्र एकैचोटि बाँचिरहेका थिए। आमा भन्ने शब्द कति प्यारो हुन्छ। आमा जो आफ्नो सन्तानको लागि सबैभन्दा पहिले उठ्छिन् र अन्तिमसम्म लडिरहन्छन्। आफ्नो सन्तानको लागि यदि मृत्यु नै रोज्नु परे पनि आमा कहिले पछि हट्दिनन्। त्यो त आमाको स्वभाव हो। त्यो समय म पनि एउटा आमा थिएँ। आफ्नो गर्भमा रहेको सानो जीवनलाई बचाउन म आफै मृत्युको बाटोमा हिँड्न तयार थिएँ। मेरो हरेक सास जोखिममा थियो। मेरो हरेक धड्कन प्रार्थना बनेको थियो। तर म डराएकी थिइनँ किनकि म एक आमा थिएँ। र त्यही बेला मेरी आमा मसँगै थिइन्। म जसरी आमाको भूमिकामा थिएँ त्यसरी नै मेरी आमा पनि छोरीलाई बचाउने यात्रामा थिइन्। जुन दिन डाक्टरको सल्लाह अनुसार म अस्पतालमा भर्ना भए त्यही दिनदेखि उहाँ मेरो छेउमा एकपल पनि टाढा नभइकन हुनुभएको थियो। उहाँको शब्दहरू कम भए पनि उहाँको मौनताले मलाई शक्ति दिइरहेको थियो। रातभरि उहाँ जागा बस्नुहुन्थ्यो, मेरो निधार छोएर सान्त्वना दिनुहुन्थ्यो, चुपचाप बिन्ती गर्नुहुन्थ्यो। उहाँको प्रेम, उहाँको माया शब्दमा होइन तर व्यवहारमा देखिन्थ्यो। त्यो समयमा म बुझ्न सक्थेँ म जसरी मेरो सन्तानको लागि सबै दिन तयार थिएँ त्यसरी नै मेरी आमा पनि मेरो लागि सबै सहन तयार हुनुहुँदो रहेछ। म र मेरी आमा मृत्यु र जीवनको बिचमा उभिएर एउटै कुरा सिक्दै थियौँ। आमाको माया कहिले मर्दैन। कहिलेकाहीँ म सोध्छु, म गहिरो भएर सोध्दछु कस्तो भयो होला त्यो मेरो आमाको हृदयभित्र जसले आफ्नै सन्तानलाई मृत्युको बाटो भएर जाँदै गरेको देख्नुभएको थियो। म जति डराइरहेको थिएँ त्यसभन्दा धेरै उहाँ डराइरहनु भएको थियो होला। तर उहाँको डर आफ्नो लागि थिएन, उहाँको डर मेरो जीवनको लागि थियो। अस्पतालमा कतिपटक आफन्तहरूले उहाँलाई आग्रह गरे, हामी यहाँ छौँ, तपाईँ घर जानुहोस्, थोरै आराम गर्नुहोस्। तर उहाँ कहिले मान्नु भएन। उहाँ सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, म नभएको बेला मेरो छोरीलाई केही भइहाल्यो भने म के गर्ने? बरु म यहीँ बस्छु, म उसलाई छोड्न सक्दिनँ। त्यो वाक्यले मेरो हृदयलाई छुन्दथ्यो, मेरो हृदयको अन्तस्करणमा गुन्जिरहन्थ्यो। मेरो आमाको त्यो निस्वार्थ प्रेम मेरो लागि सबैभन्दा ठुलो हौसला बनेको थियो। म साह्रै रुन्थेँ, कहिलेकाहीँ पीडाले शब्द नै सकिन्थ्यो। तर मेरी आमा सधैँ मसँगै हुनुहुन्थ्यो, मलाई अङ्गालोमा बाँधेर चुपचाप सान्त्वना दिनुहुन्थ्यो र बिस्तारै भन्नुहुन्थ्यो, तिमीलाई केही हुँदैन। यदि तिमीलाई केही भइहाल्यो भने म कसरी बाँच्ने? तिमी मेरो लागि भए पनि बाँच्नुपर्छ। मेरी छोरी कस्तो अचम्मको प्रेम, कस्तो गहिरो माया। घरमा उहाँको श्रीमान मेरो बुवा मुटुको रोगी, सुगर र प्रेसरको औषधिमा आश्रित हुनुहुन्थ्यो। तर मेरी आमाले उहाँलाई घरमै छोडेर मसँगै बस्नुभयो। उहाँको त्यो वृद्ध शरीरमा कति भोक थियो, कति अनिद्रा अधुरो थियो, कति थकान थियो। तर उहाँले कहिले त्यो पीडा व्यक्त गर्नु भएन। न गुनासो, न थकानको उजुरी। दिनदिनै अस्पताल धाउनु, वृद्ध शरीरले छोरीको स्याहार गर्नु यो सजिलो थिएन। तर मेरी आमाको मायाले असह्यलाई पनि सह्य बनाइदियो।
अस्पतालको त्यो एक दिन आज पनि म सम्झँदा मेरो मन असाध्यै नरमाइलो हुन्छ। म बिमारी थिएँ, म त बेडमा बस्न, बेडमै सुत्न अनुमति थियो, तर मेरी आमा त्यो चिसो भुइँमा सुत्नुहुन्थ्यो। हामीसँग यति पैसा थिएन कि प्राइभेट क्याबिन लिन सकौँ, त्यसैले म बेडमा, मेरी आमा भुइँमा, त्यही अस्पतालको चिसो कठोर भुइँमा। म त शरीरको पीडाले थलिएकी थिएँ, तर मेरी आमाको पीडा उहाँको शरीरमा होइन, उहाँको मनमा थियो। एक दिन दिउँसोको समय थियो, मेरी आमा अत्यन्तै थकित हुनुहुन्थ्यो। सायद रातभर सुत्न नपाएकोले, सायद भोक, चिन्ता र डरको कारणले उहाँको शरीरले अब साथ दिन छोड्दै थियो। उहाँ मेरो खुट्टाको छेउमा बेडसँगै अलिकति ढल्केर बसिरहनु भएको थियो। त्यो दृश्य आज पनि मेरो आँखामा स्पष्ट छ। त्यही बेला अचानक गार्ड आयो। उसको स्वर कडा थियो, उसको शब्द निर्दयीपूर्ण थियो। उसले मेरी आमालाई करायो, यहाँ यसरी बस्न पाइँदैन, उठ्नुहोस्। त्यो आवाज मेरो कानमा मात्र होइन, मेरो मुटुमा नै छ्या छ्या हुने गरी बिज्यो। त्यो क्षण मलाई शरीरको पीडाभन्दा हजारौँ गुणा ठुलो पीडा भयो। मलाई अचानक रुन मन लाग्यो। मेरो कारणले, मेरो रोगको कारणले मेरी आमाले यो सबै सहनु परेको थियो। म सोचिरहेकी थिएँ, म बिमारी भएर बेडमा छु, तर मेरी आमा भुइँमा सुत्नु परेको छ। मेरो जीवन बचाउन उहाँले आफ्नो शरीरलाई कति व्यवस्था गर्नुभएको छ। त्यो चाहिँ मलाई यस्तो लाग्यो, कहिलेकाहीँ मृत्युभन्दा पनि शब्दले धेरै जोड दिन्छ। मेरो शरीरमा सुई औषधि पीडाहरू थिए, तर मेरो मनमा आमाको अपमान, आमाको थकान, आमाको मौन आँसु, यी सबैले मलाई भित्रभित्रै चोट दिइरहेको थियो। यो सबै कुराले मलाई अति गाह्रो भयो र म चुपचाप रोइरहेँ, किनकि आवाज निकालेर रोएँ भने मेरी आमाको मन अझ दुख्ने थियो। मेरी आमा, उहाँले केही भन्नु भएन, न गुनासो न प्रतिवाद। उहाँ चुपचाप उठ्नुभयो, चुपचाप फेरि भुइँमै बस्नुभयो। त्यो मौन, त्यो सहनशीलता र त्यो बलिदान आज म आफै आमा बनेपछि अझ गहिरो रूपमा बुझ्न थालेकी छु। आज पनि म जब आरामदायी ओछ्यानमा सुत्छु, त्यो अस्पतालको चिसो भुइँको चित्र मेरो आँखामा आउँछ र म आफैसँग मनमनै भन्छु, आमा, तपाईँले त्यो चिसो भुइँमा सुताई मेरो जीवनको लागि सबैभन्दा तातो माया थियो। र आज म जब आफै एउटी आमा बनेको छु, म अझ गहिरो रूपमा मेरी आमाको मायालाई बुझ्न सकेकी छु। त्यसैले त आज मेरो एउटै इच्छा छ, मेरो आमा बुवाको असल सन्तान बनेर उहाँको सेवा गर्न पाऊँ, मेरो अन्तिम साससम्म उहाँको साथमा रहन पाऊँ, उहाँहरूको लागि छाया बनेर हेर्न पाऊँ। हाम्रो समाजमा जहाँ आज पनि छोरीलाई अरूको घर जाने जात भनेर हेला गरिन्छ, जहाँ छोरीको मूल्य बिदाईसँगै घट्दै जान्छ, त्यही समाजमा म एउटा असल छोरी बन्न चाहन्छु। म मेरो आमा बुवाको लागि भार होइन, सहारा बन्न चाहन्छु। उहाँहरूको आँसु पुस्ने हात बढ्न चाहन्छु। उहाँहरूको गाउँमा मलमपट्टी लगाउने छोरी बन्न चाहन्छु। उहाँहरू थाक्दा टेक्ने काँध, डगमगाउँदा समात्ने हात बन्न चाहन्छु। समाजले जे बनोस्, म प्रमाण बन्न चाहन्छु कि छोरी कमजोरी होइन, छोरी टाढा जाने मान्छे होइन, छोरी मनले सधैँ नजिकै बस्ने सम्बन्ध हो। यदि मेरो जीवनले कसैलाई छोरीको मूल्य बुझाउन सक्छ भने त्यो नै मेरो सबैभन्दा ठुलो सफलता हुनेछ। आमा बुवा, म तपाईँहरूको आँसुको कारण होइन, आशाको कारण बन्न चाहन्छु।